बजारदेखि घर पनि आइसके। गर्मी भएर चाहिँ कपडा फटाफट फेरेर बसेकी नि म देखाउँछु के ल्यायो भनेर ल। माथिबाट अलि त्यो चाहिँ इमाके ठेलो है गाइस। आज चाहिँ म बिहानै आएको थिएँ नि त, त्यही भएर चाहिँ धेरै जस्तो खोलेको रहेन। अनि यहाँ कतै राम्रा भेटिन्छ कि दादीलाई कपडा भनेर चाहिँ हेरेँ कि नि यहाँ फनेक चाहिँ कति राम्रो राम्रो फनेकै मात्रै रहेछ नि। यहाँ त धेरै जस्तो खोलेकै रहेन रहेछन्। म किनकि बिहानै आइरहेको थिएँ नि त, यहाँ न जानमा पनि कति माया लाग्छ रहेछ। अनि यहाँ यो सबै बन्द भएको नि त, यहाँ चाहिँ यसरी नै बन्द गर्छन्। बिहानै 10 बजी नै गएको थिएँ, अनि इम्फालमा चाहिँ 10 बजी नै बिहानै हो नि त। धेरै जस्तो खोलेकै हुँदैन, भरे 11-12 बजीबाट बल्ल बस्न थाल्छन्। अनि यहाँ पनि खासै भेटिनँ मैले, यस्तै खालका जामा मात्रै रहेछन्, अलिक राम्रै रहिरहेछन्। अनि हेर्दैछु यहाँ चाहिँ सबै जुत्ता हेर्नु न, जुत्ता रहेछन्। भरे आउँछु म चाहिँ, यहाँ नानीको चप्पल किन्नु छ नि त, त्यही भएर चाहिँ भरे आउँछु किन्नलाई। हेर्दैछु धेरै जस्तो यहाँ चाहिँ चप्पल 150 भन्ने थियो र हेरेँ कि अरे फ्ल्याट रहेछन् 150 धेरै जस्तो सबै बन्द रहेछ आज त। अहिले भरेतिर अहिले चाहिँ म एकपल्ट जुडियो जानु पर्यो भनेर सोच्दैछु कि जुडियोतिर जाँदैछु। जुडियोबाट किनेर धुँदाखेरि चाहिँ बसेका हुन्छन् होला हौ। अहिले त हेर्नु न कति कम्ती बसेको छ। यस्तो खालको लङ पेन्ट एउटा किन्नु छ भन्यो नि त। अनि म चाहिँ हेर्दैछु कतै राम्रा भेट्छु कि भन्दै। राम्रो त हेर्नु न लङ पेन्टहरू कति राम्रो छन् नि। मन परेन भन्नु तपाईँहरूले। यहाँ ब्याग पनि यस्तो खालको, यो वाइट खालको कति चल्ती भएछ नि, यस्तो सानो। त्यहाँदेखि म चाहिँ हिँड्दै जाँदैछु, एउटै मनपर्ने भेटिनँ। जुडियो पुगेँ गाइस। म चाहिँ जुडियो गएको भनेर। जुडियोमा चाहिँ अलिक राम्रो रहेछन् हौ जुत्ता पनि। हेर्नु न केटीको आउने चाहिँ यी स्यान्डल चाहिँ मलाई केही यसको डिजाइनै के हो केही बुझ्दिनँ म चाहिँ। हेर्नु न कस्ता छ, यो डोरी भएका के हो केही बुझ्दिनँ। तर यो कोट सेट चाहिँ यति दामी रहेछ नि, हेर्नु न कति दामी। यहाँ सर्टमा पनि रहेछ, टी सर्टमा पनि रहेछ कोट सेट। तर दाम चाहिँ अलग नि त, टी सर्टको अलग, लङ पेन्टको अलग। यहाँ पनि हेर्नु न लङ पेन्ट कति राम्रो। यो पनि राम्रो लाग्यो, तर घरमा बस्नको लागि मात्रै हुन्छ यो। मैले चाहिँ यो अगाडि निकालेर राखेको थिएँ, यो मन परेर। यो हेर्छु, यो मन पऱ्यो भने लान्छु, परेन भने लाँदिनँ होइन। अरू कलर पनि रहेछ, यो कलर पनि राम्रो रहेछ, ग्रिन ग्रे होइन, सबै राम्रो रहेछ न। जुडियोमा आउन सक्नुहुन्छ तपाईँहरू, दसैँको सपिङ गर्न आउने होइन। केटीहरूको लागि चाहिँ दामी रहेछ। नानीको सेक्सनमा आएँ म चाहिँ, किड्स सेक्सनमा। यो एउटा टी सर्ट चाहिँ हेर्नु कति दामी रहेछ, पिङ्क कलर। यो टी सर्ट पनि कति क्युट हो। सानो केटाकेटीको त कति राम्रो नि भगवान्। सबै नै लानु जस्तो होइन, तर दाम चाहिँ अलिक महँगै हुँदो रहेछ। यहाँ चाहिँ त्यस्तो महँगो पनि होइन, तर बजारको अब उनीहरूले बेच्ने भन्दा चाहिँ अलिक महँगै हुँदो रहेछ नि। यहाँ चाहिँ छोरा मान्छे नानीहरूको नि त सर्टहरू राम्रो रहेछ नि। यो लङ पेन्ट जिनहरू पनि, कोट सेटै मात्रै रहेछ नि, दामी मन पर्यो मलाई चाहिँ। हेर्नु न यहाँ कति माया लाग्दा सर्ट छन्। छोरा मान्छेको लागि चाहिँ होइन, छोरा मान्छे नानीहरूको लागि। यो ग्रिन कलर पनि दामी रहेछ, जाडो महिनालाई पनि हुने। यो चाहिँ छोरा मान्छेको सेक्सनमा फेरि गइकन जुत्ता ल्याइदे भन्नुहुँदै थियो नि त, त्यही भएर मैले यहाँबाट चाहिँ 2 जोडी जुत्ता किनेँ। एउटा फर्मलमा लाउने अरे, एउटा यत्तिकै अरूमा लाउने। यो ब्लू कलरको मन पर्दा थियो सुस। हेर्नु न मैले कति बोकिरहेछु यहाँ कपडा, बिरलमा देखाएको तपाईँहरू। मेरो चाहिँ ट्राई गरेर मात्रै लान्छु म, मन पर्यो भने। यहाँ नै ट्राई रुममा आइसकेँ म चाहिँ। यो चाहिँ उसलाई किनेको चाहिँ म चाहिँ ट्राई गर्दिनँ, मेरो लागि चाहिँ ट्राई गर्छु। किनकि भरे लगेर बिना मिठा किनिछु भन्ने जस्तो हुन्छ नि त, त्यसले म ट्राई गर्छु है गाइस, अनि मात्रै लान्छु। बजारदेखि घर पनि आइसके। गर्मी भएर चाहिँ कपडा फटाफट फेरेर
बसिकन म देखाउँछु के ल्यायो भनेर ल माथिबाट अलि कति राम्रा राम्रा थियो भने तपाईँहरू पूजाको लागि होइन दसैँको लागि जेको लागि पनि सपिङ गर्न लाग्छ नि यहाँ इम्फालको जुडियोमा जानु म त दिमागै खराब भएको यति दामी दामी थियो कि छोरा मान्छेको होइन नानीको र छोरी मान्छेको पनि छोरी मान्छे अलिक मुगा थिए तर दामी दामी थिए म देखाउँछु के ल्यायो भने ल्याएर चाहिँ यहाँ फिजाइराखेको छु बजार जस्तै नानीका टी सर्ट यो चाहिँ नानीका टी सर्ट माथिबाट देखाउँछु यहाँ पनि एउटा छ अनि यहाँ मलाई एउटा लङ पेन्ट ल्याएँ होइन अनि यहाँ दुई जोडी जुत्ता यो पनि जुडियोबाट ल्याएको यी ढाटेको हो नि यहाँ छ यी जुडियो होइन अर्को पनि छ यहाँ यी दुइटै जुडियोबाट ल्याइदिएको उसलाई 2 जोडी ल्याइदिएको मैले अनि यहाँ टी सर्ट छोरा मान्छेको टी सर्ट चाहिँ कस्तो दामी दामी थियो नि यहाँ यी अँध्यारोबाट कस्तो देख्यो पछाडि डिजाइन पनि दामी छ यी यसरी भएर 2टा टी सर्ट ल्याइदिएको नि त अनि यहाँ नानीलाई स्यान्डल ल्याइदिएको छु फ्ल्याटमा अनि यो लिप बाम नेल पलिस रिमुभर यो वाइप्स अरे मुख धुन अल्छी लगाउने होइन अनि यो चुरा आमाले चुरा भन्नुहुँदै थियो त्यसैले चुरा मेरो स्यान्डल होइन यति नै हो है यति सबैभन्दा फेभरेट चाहिँ यो गन्जी हो है कति दामी दामी थियो भने कोट सेटहरू पनि दामी दामी थियो नि त तर कुनै मलाई लङ पेन्ट ठुलो हुने कुनै टी सर्ट टाइट हुने त्यही भएर मैले ल्याइनँ यो मात्रै ल्याएँ हेर्दा यस्तो छ कति हल्का कि गर्मीमा पनि लाउन हुने जाडामा पनि लाउन हुने यो चाहिँ सबैभन्दा मन पर्यो मलाई 800 रुपियाँ हो हुन चाहिँ एक्सेल हो किनकि क्रप खालको हो नि त त्यसैले यो अलिअलि पर्पल टाइपको छ फोटोमा चाहिँ अर्कै कस्तो देखिरहेछ तर लाउन यस्तो मजा छैन यो त्यही भएर मैले 800 नै भए पनि लिएर आएको नि त यो चाहिँ यति नै हो गाइस आजको सपिङ कस्तो लाग्यो भन्नु सबैभन्दा मुन चाहिँ मलाई त्यो मेरोमा त्यो मन पर्यो नानीमा यो मेरो उसको स्यान्डल यो कति दामी छ है उसको स्यान्डल यो लास्टिङ खालको के यस्तै भाँच्दा पनि भाँचिने पटक भाँचिन्छ यो केही हुँदैन दह्रो खालको तर यसलाई चाहिँ 750 मा ल्याएको यसमा चाहिँ मेरो चाहिँ देखाउँदिनँ गाइस अनि यति नै हो आजको चाहिँ टी सर्ट पनि दामी दामी थिए यिनीहरूलाई 300 यसलाई चाहिँ 400 होला 400 होइन लु है गाइस तपाईहरू जानुहुन्छ भने जानु जुडियोमा